आमालाई उपचार गर्न भनेर ल्याएको पनि यत्रो दिन भइसक्यो। खोइ डाक्टरसँग समय पनि पाइएको छैन। के गर्नु हो, म त दिक्क भइसकेँ। तीमाथि भाइले यसो सहयोग गर्ला भनेको त्यो पनि छैन। सहयोगको कुरो त परको हो, बोलचाल त राम्रो गर्दैनन्। ओहो, आमाको औषधि दिने बेला भयो होला हो, जानु पर्यो। ए आमा, कस्तो छ तपाईँलाई? अलिक आराम भयो हिजोभन्दा? कस्तो हुनु नि, रातभरि सुत्न सकेको छुइनँ खोकेर। खोइ डाक्टरसँग पनि भेट्न सकिएन, आएका पनि यत्रो दिन भइसक्यो। लु आमा, अब अर्को औषधि खानुपर्छ। तपाईँको औषधि खाने बेला भयो होला। ए पानी पऱ्यो रहेछ, म पानी लिएर आइहाल्छु ल। म त वाक्क भइसकेँ तपाईँको आमा र दाजुदेखि। एक दिन होइन, 2 दिन होइन, आएको पनि यत्रो दिन भइसक्यो। सजिलो भेटेछ बस्नलाई। आमा र दाइले पनि बुझ्नुपर्ने कुरा हो नि, अर्काको यत्रो दिन बस्नु हुँदैन भनेर। मैले गइहालौँ भन्न मिलेन? रातभरि बुढीले खोकेर सुत्न दिएको छैन। बाथरुम हुस्दै बनाएको छ, सबै घरै बनाएर केही छैन। सक्दिनँ म सफा गर्नु। अब बुढी ज्वाइँहरू पनि नआउने भन्दैछन्। अब यिनीहरूको हरकत देखेर के भन्ला। न यिनीहरूको बोल्नको ढङ्ग छ, न बस्नको। मैले भनिदिएको छ, आजको दिनभरिमा यिनीहरूलाई कसरी गाउँ पठाउने हो तपाईँले विचार गर्नु। बुझ्नुभयो? आमा, अब हामी घर जाउँ। डाक्टरलाई नदेखाइ जानु, यत्रो दिन त बस्यो, अब डाक्टरलाई देखाएरै जाउँ न। होइन आमा, सहरको ठुलो अस्पतालले गाउँमै 2 दिने स्वास्थ्य शिविर राख्दैछ अरे। अहिले मलाई दिल्लीले फोन गरेको थियो। त्यही भएर अब हामी गाउँमै जोगाउनुपर्छ आमा। जाउँ जाउँ, जानुपर्छ घर। अरे दाजु र आमा कता हिँड्नुभएको तपाईँहरू? जिउँदो हुँदाखेरि आफ्ना बुवा आमाको हेरविचार गर्न नसक्ने छोरा बुहारी हुनुभन्दा त नि नभएकै राम्रो। तिमीहरू पनि अचम्भरी त छैन होला। भोलि बुवा आमालाई तलमाथि पर्दाखेरि लोकलाई देखाउन गएका आँसु चाउँदै किन आउनु है भनिदिएको छु मैले। तँ जस्तो सन्तान हुनुभन्दा त नि नभएकै बेस, बुझिस्?